के घरमा फार्मिङको लागि प्याकिङ गर्दैछौँ अपरेसन सब एउटा पनि अझै कतिवटा बाँकी छ हौ पेसेन्टलाई ढाल्दे यसले यार यस्तो नि डाक्टर हुन्छ अर्थोपेडिक भने के को डाक्टर भन्छ ल हात खुट्टा तेरा बाजे हात खुट्टा हड्डीको के हड्डी अरू ठाउँमा चाहिँ हुँदैन अनि खुट्टालाई आठ ठाउँमा भयो नि झन् मेन हुँदैन हात खुट्टा उसको हात त्यो एकचोटि अपरेसन गर्यो त्यही भएर थाहा भयो नि हात खुट्टा यसले त पुरा शिल्प्याकै हान्नु थाल्यो क्या कस्तो रातो कान हो यसको पाठोस् भने क्या अर्की परे क्या अपरेसन गर्दाखेरि चाकुभित्र छिरेर छैन रहेछ अपरेसन सक्सेसफुल रामसँग मिलाइ यस अचम्मै भयो त आज त चाटोमा चाहिँ ड्राइभरलाई हाँस नयाँको हेल्पर आएर चट यति सामान लिएर फर्पिङ सर्ट छिर्दिउँ गाइज खोइ आओस् अङ्कलले पो चलाइरहनु भएको रहेछ सरर लागे हामी चाहिँ अब पहिला चाहिँ हामी कहाँ पुर्याउने हो डेलिभरी जगत रेखा इन्टरप्राइजेस सतुङ्गल चट्ट लगाएर झ्याल खोल्नु पऱ्यो नि त तेल हाल्नु पनि छ क्या ड्राइभर चाहिँ म है उता चाहिँ हेल्पर मेरो क्यामेराम्यान अब चाहिँ जाँदैछु आज फर्पिङ त्योभन्दा अगाडि चाहिँ तेल हाल्नुपर्छ तेल छैन हाम्रो गाडीमा पेट्रोल पम्प आइपुगेको छ डिजल हाल्नुलाई छ यहाँ डिजलको बिल बनाउने 5,000 को बिल बनाउनु पर्यो होइन अब बिल त बनाउनु पर्यो भनेपछि बस गीत त के हो बटरफ्लाई विथ कलर डु यु लाइक बोलायो ट्राफिक त अङ्कलले साइला मामाले बोलायो जानु पर्यो अहिले चाहिँ लाइट परेछ
जेठा मामाहरू रहेछ यो त। हेलो जेठा मामा नमस्ते। जेठा मामा दर्शन। माछाको खुट्टा हुन्छ बौला माछाको पखेटा अरे अब हो त उड्छ होला होइन माछाको खुट्टा अरे अब हो त 93 सेकेन्ड बाँकी छ यार तात्तेरिका टु खान्छ कलेज लाउन कलेजको रोगै लाग्यो कि हातले छुँदैन छुने निम्तो नहुने रोगै लाग्यो कि काम छैन के गर्नु जाममा छैन हलियो बसी खायो कलेज लाउन कलेजको रोगै लाग्यो कि मात्राले छुँदैन छुने निम्तो नहुने रोगै लाग्यो कि कति तिम्रै मायामा तिम्रै रोगी तिम्रै हो कति डुब्न देऊ तिम्रै मायामा है जाम खुल्न थाल्यो जस्तो छ है बास जाम खुल्न लाग्यो गाइज बास खुल्यो 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 बा संसारै जिते जस्तो हुन्छ नि जाम खुल्ला त मलाई भन्दा नि यसलाई हुन्छ जाम खुलेपछि अब चाहिँ हामी सतुङ्गलतर्फ लागिसक्यौँ कलङ्कीबाट होइन साइड लगाइदिउँ अब चाहिँ हामी डेलिभरी लोकेसन आइपुगिसकेका छौँ सतुङ्गलमा जगत बेखा त्यही होला जगत ए हाम्रो डेलिभरी लोकेसन उसको गोदाम छ यहाँबाट भित्र छिर्नु पर्ने हुन्छ एकछिन स्कुटरहरू छ है क्या हामी चाहिँ सामान झारेर निस्किसक्यौँ यता है जगत डेकोरमा अब हामी लाग्छौँ कहाँ रे पार्किङ लाग्छौँ यहाँबाट अब हामी होइन
आज एनपिएल सुरु हुन्छ पुरा घुमेर आउनुपर्ने जस्तो छ। म्याच सुरु भयो होला एउटाको त, एउटा त दिउँसो 4 बजीदेखि पो हो क्या अरे सुरुको म्याच त। आधी घन्टा लाग्छ। कति राम्री तरुनी अङ्गालो मार्दै हिँड्यो भन्दै गीत गाइदिउँ क्या हो। जिस्काएको चाहिँ होइन है, फेरि मैले गीत गाइदिएको। राम्रीलाई त राम्री भन्न पाएँ नि त। बन्दरगाह यो चाहिँ हाम्रो बन्दरगाह। यहाँ चाहिँ पुरा बाहिरबाट आएको के हो अरे, प्रायः त गाडीमा त देख्छु, अरू सामान पनि राख्छ होला, राख्नु लिएर आएर यहाँ राख्छ। यहाँबाट ट्रान्सफर हुने हो क्या, अनि कता कता ट्रान्सफर हुने हो। बन्दरगाह गाडी नै गाडी छ यहाँभित्र, यता पनि छ यस्तो। फेरि कहाँ सक्छ त अनि नयाँ छ गाडी चाहिँ सबै धुलो लगाएर बसेको छ। अझै 5 किलोमिटर। मूर्ति छ हाम्रो मन्जुश्रीको, छ होला नि, मन्जुश्रीकै हो। खै चलाएर ल हाम्रो डेलिभरी लोकेसन अर्को फार्पिङको पनि हामी आइपुगिसकेका छौँ। अब सामान ओसारेर चाहिँ खिच्दा मिल्दैन, ओसार्नु पर्यो, गाह्रो छ। ठाउँ चाहिँ देखाइदियो। अर्को मामा पुरा चपाउँदैछ सुन्तलामा, एक्लै यार त्यही पनि। यसो दिनु नि, यसो भान्जाहरूलाई। ल भान्जा बाबुहरू, लगाइज लोकेसन चाहिँ यही हो हाम्रो। यहाँ बाइक राखेर चाहिँ यार हाम्रो लोकेसन चाहिँ यतापट्टि हो।
भेट्न आउँदा बाटै ल हट्यो बाइक बस बस अत्रै हो नि डबल ड्राइभिङ भएर खोलिदिउँ चुकुलै नखोलिएन खोल तानिरहेको रहेछ बस यत्रो सामान चाहिँ यो सबै सामान अब त्यहाँनिर झर्छ त्यो स्लिप वेल लेखेको ठाउँमा सो अब चाहिँ सार्नुपर्छ सामान त्यसैले बाई बाई टाटा ल बिल त निकालेकै छैन यहाँ बिल त निकाल्नु पर्यो कुन चाहिँ पो हो यो होइन यो श्रीकृष्ण यही होला लगाइज अब बाई बाई भन्न चाहन्छु डेलिभरी पुऱ्याएर सक्यो अब फर्किने हो काठमाडौँ मात्र 100 रुपियाँ भाडा अब बस्ने ठाउँ चाहिँ छैन पछाडि केटाहरूले पछाडि ढाला के हो रे केटीहरूलाई चाहिँ काखमा होइन केटाहरूलाई चाहिँ पछाडि ढाला भयो त त्यसै बोका भन्छ त्यसलाई त्यत्तिकै चाहिँ भने होइन कि यसलाई आखै चिम्ली Chui khan Ăn chua ăn đây